क्रिसमसको अघिल्लो दिन उषा घर सरसफाई गर्दै भाइ चाहिँ एकदम रिसाउँथे। हैन किन रिसाएर बसेको भने भोलि क्रिसमस आउन लाग्छ। किन तिमीले यसरी रिसाएर बसेको भन त? के क्रिसमस यार, क्रिसमस न केही उपहार छ, न केही गिफ्ट छ, न नयाँ लुगाहरू छ। क्रिसमस मनाउँछ त? क्रिसमस उपहार होइन, क्रिसमस त यसुले दिनुभएको खुसी सम्झाउने दिन हो। यस्तो यो प्रेमले पेट भर्छ। भूपेन्द्र रिसाएर बाटोतिर एक्लै बस्न जान्छन्। त्यतिखेर एक वृद्ध फेला पर्छन्। तिमी किन यति उदास छौ भूपेन्द्र? घर परिवारले पनि के भन्छन् क्रिसमस पनि मनाउनु। क्रिसमस भनेको सबैजनाले सजावटी मात्रै हेर्छन्, तर क्रिसमसको सन्देश मुख्य सन्देश कसैले हेर्न पनि चाहँदैन, बुझ्न पनि चाहँदैन। यसो जन्मिनु भएको दिन अन्धकारमा बस्नेहरूलाई सबैलाई परमेश्वरले चाहिँ ज्योति दिन आउनु भएको, त्यसैले क्रिसमस मनाइन्छ। अनि त्यो ज्योति कहाँ छ? जसले उहाँलाई विश्वास गर्छ उनीहरू ज्योतिका सन्तान हुन्, त्यसैले तिमी पनि परमेश्वरको सन्तान हो। त्यो ज्योति तिमी पनि हो। क्रिसमसको असल सन्देश के हो भन्ने विषयमा बुझाएर वृद्ध आफ्नो बाटो लाग्छन्। भूपेन्द्र आफ्नो घर फर्किन्छ। कहाँ गएर आएको तिमी? उषा आमाम, क्रिसमस भनेको खुसियाली बाँड्ने दिन रहेछ। छोरा, तिमीले सही कुरा सिक्यौ। त्यतिखेरै छिमेकी भाइ टुप्लुक आइपुग्छन्। हाम्रो छिमेकी आमाको घरमा बल्ब बिग्रेको छ अरे, त्यहाँ कसरी मर्मत गरिदिन सहयोग गरिदिनुहुन्छ कि? हुन्छ, मलाई बनाउन आउँछ, म बनाउँछु पनि। क्रिसमसको खुसियाली पनि बाँड्छु। गर्नुपर्छ। खोइ कुन चाहिँ भुल हुँदैन त? म झाडु लगाइदिन्छु है। म बुझ्दिन्छु। ल हेर्नु त आमा, आज बलियो बोल। परमेश्वरले तिमीहरूलाई धेरै धेरै आशिष दियो। आज चाहिँ मेरो घरमा क्रिसमस आएको जस्तै भयो। ह्यापी मेरी क्रिसमस। तपाईहरु सबैलाई हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट, सब्स्क्राइब गर्नु होला अनि तपाईहरुले पनि क्रिसमस राम्रोसँग मनाउनु होला। जय मसी। जय मसी। भाइ बहिनीहरूले बनाएको यो नाटक कस्तो लाग्छ हजुरहरूलाई? कस्तो छ कमेन्ट गरिदिनु होला। यो क्रिसमसको असल सन्देश हजुरहरूले बुझ्नुभयो होला? कस्तो छ तयारी तपाईँहरूको क्रिसमस? राम्रो मनाउनु होला। हस्त धन्यवाद। हस्त जय मसी।